केही महिना अघि बालेन निवासमा भएको चोरी केवल चोरी नभएर विदेशी गुप्तचर निकायको एक अपरेसन भएको आशंका। बालेनको बेडरुमसम्म पुग्ने चोरको विरुद्धमा किन चलेन मुद्दा र किन भएन अनुसन्धान? आखिर सीसीटीभीको स्टोरेज मात्र चोर्नुको पछिको राज के हुन सक्छ? आउनुहोस् दर्शकवृन्द, आजको भिडियोमा हामी यो विषयमा केही गम्भीर विश्लेषण गरौँ। प्रधानमन्त्री बालेन्द्र शाहको निवासबाट निर्वाचनको मुखैमा सीसीटीभी क्यामेराको सेट नै चोरी भएको रहस्यमय घटनामा विदेशी गुप्तचर निकायको संलग्नता रहेको आशंकासँगै प्रधानमन्त्री शाहको सुरक्षामाथि गम्भीर चिन्ता उब्जिएको छ। सतहमा हेर्दा यसलाई एक सामान्य चोरीको झलक लगाइए पनि यसको भित्री तहमा राष्ट्रिय सुरक्षा, विदेशी जासुसी र सत्ता समीकरणको खतरनाक खेल लुकेको विश्लेषण गर्न थालिएको छ। अमेरिकामा सन् 2019 मा जापानले उपहार दिएको एउटा विस्कीको बोतल हराउँदा स्टेट डिपार्टमेन्टले प्रहरी महानिरीक्षककै नेतृत्वमा समिति बनाएर छानबिन गरेको थियो। तर नेपालमा देशको कार्यकारी प्रमुख बन्न लागेको व्यक्तिको घरबाट सम्पूर्ण सुरक्षाको सुराकी दिने सीसीटीभी स्टोरेज नै गायब हुँदा राज्य संयन्त्र मौन बस्नुले गम्भीर प्रश्न उब्जाएको छ। आपराधिक मनोविज्ञान अनुसार चोरले धनमाल चोर्छ, सूचना होइन। बालेन निवासमा अन्य कुनै बहुमूल्य सामग्री नहराउनु तर सीसीटीभी क्यामेराको सेट र स्टोरेज मात्र गायब पारिनुले यो सामान्य चोरी थिएन भन्ने स्पष्ट पारेको छ। यो सिधै इन्टेलिजेन्स अपरेसन अर्थात् गुप्तचर कारबाही थियो। प्रधानमन्त्री हुनुभन्दा 3 महिना अगाडिदेखि बालेनलाई भेट्न को जान्थे, उनका राजनीतिक तथा रणनीतिक योजनाहरू के थिए, यी सबै सूचना विदेशी गुप्तचर निकायको हातमा पुगेको आशंकालाई अब नकार्न सकिँदैन। यो घटना मार्फत उक्त शक्तिले हामी तिम्रो सबैभन्दा सुरक्षित भनिएको घेराभित्र जति बेला पनि पस्न सक्छौ भन्ने मनोवैज्ञानिक सन्देश र थ्रेट दिएको विश्लेषकहरूको ठम्याइ छ। यस प्रकरणको सबैभन्दा भयावह पाटो भनेको चोरी विरुद्ध जाहेरी दर्ता नहुनु र अनुसन्धानको प्रक्रिया नै नथालिनु हो। त्यो समयमा प्रहरी प्रशासनलाई अनुसन्धान गर्नबाट कसले रोक्यो, जाहेरी नदिन कस्ता दबाव र धम्कीहरू आए, यी प्रश्नहरूले यो काण्डमा स्वदेशी मतियार र विदेशी शक्तिहरूको बलियो साँठगाँठ रहेको संकेत गर्छ। गसिप वा जस्ट जोकिङ भन्दै यो गम्भीर अपराधलाई सामसुम पार्ने र कबड्डीलाई बेचेको जस्तो हास्यास्पद भाष्य निर्माण गर्ने प्रयास हुनु झनै सन्देहपूर्ण छ। सूचनाको त्यो भण्डार कुन विदेशी एजेन्सीको सर्भरमा सुरक्षित छ र त्यसको प्रयोग आज कुन रूपमा भइरहेको छ भन्ने कुरा प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षासँग मात्र नभई सिंहको देशको सार्वभौमिकतासँग जोडिएको छ। इतिहास साक्षी छ, देशका ठूला राजनीतिक हत्याकाण्ड र उथलपुथलहरू यस्तै ससाना तर गम्भीर सुरक्षा कमजोरीको जगमा खडा भएका हुन्छन्। दरबार हत्याकाण्ड जस्ता त्रासदीपूर्ण घटनाको पृष्ठभूमि पनि सुरक्षित घेराभित्रको यस्तै घुसपैठबाट तयार भएको थियो। त्यसैले बालेन गृहको यो घुसपैठ कुनै साधारण घटना होइन, यो भविष्यमा हुन सक्ने कुनै खतरनाक योजनाको ब्लुप्रिन्ट हुन सक्छ। आज बालेन स्वयं देशको कार्यकारी प्रमुख छन्, राज्यका सम्पूर्ण गुप्तचर र सुरक्षा संयन्त्र उनको कमान्डमा छन्। हिजो उनीमाथि भएको सुरक्षा छेडखानीको सत्य तथ्य अब उनैले बाहिर ल्याउनु पर्छ। अमेरिकाले एउटा विस्कीको बोतलमा देखाएको संवेदनशीलता नेपालले आफ्ना प्रधानमन्त्रीको सुरक्षामा देखाउनै पर्छ। यो प्रकरणको उच्च स्तरीय छानबिन गरी यसमा संलग्न स्वदेशी तथा विदेशी अनुहारहरूको पर्दाफास गर्नु अब राज्यको अनिवार्य दायित्व बनेको छ। अन्यथा विदेशी गुप्तचरहरूको खेल मैदान बनिरहेको देशमा प्रधानमन्त्री स्वयंको सुरक्षा सधैँ तरबारको धारमा रहनेछ।